2 दिनों से मैंने ठीक से खाना नहीं खाया है और मैं इस दावत का भरपूर फायदा उठाऊंगा। ये देखिए, आज कई दिनों बाद मुझे पहली बार सही खाना मिलने वाला है, मगर मुझे डर है कि कहीं मेरा खाना छीनने बिन बुलाए मेहमान यहाँ ना आ जाएं। हेलो मेजर नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई न्यू भिडियो। र हामी चाहिँ आज घुम्नु गइरहेछौँ है साथीहरूसँग। रुममा बस्दा बस्दा म अलिक अल्छी भइसक्यो कि, अन्त तर कहाँ जाने कता जाने त्यो चाहिँ याद छैन हामीलाई। यो भ्लग चाहिँ अलिक ऱ्यान्डम टाइपको हुन्छ होला है। हामी थुप्रो 7 जना जस्तो छ कि, अन्त चाहिँ कसैले काजुङ भन्छ कसैले काजुङ भन्छ, अलिक ऱ्यान्डम टाइपको हुन्छ होला यो भ्लग चाहिँ। हामी चाहिँ यो डाँडा है, यो डाँडा यहाँ जानेछौँ हामी चाहिँ। र हामी चाहिँ यहाँ जाँदैछु, अगाडि हिँड्दैछ। भरे चाहिँ छिटो आएर फेरि प्र्याक्टिस गर्नु भनेछ हो। त्यो हेलिकप्टर उड्दैछ। यो चाहिँ गभर्मेन्ट सेकेन्डरी स्कुल रहेछ, बुटुकको स्कुल यस्तो छ। ल त गाइस, अब एकैचोटि बाइकमा भेट्यौँ है। बाइकमा गएर टक्कै तपाईँलाई देखाउँदैछु सिनहरू। हामी चाहिँ बाइक भएको जग्गामा आइपुगेको है त। अब कुल स्टार्ट गर्नुपर्ने छ बाइक चाहिँ। बाइक चाहिँ हाम्रो कति 4टा भयो। मान्छे चाहिँ 2, 3, 4, 5, 6, 7 जना। 4टा बाइक छ यहाँ। स्टार्ट गरिरहेको छु बाइकमा। अब गीत सुन्दै हिँड्नुपर्छ त। भोलि गएछ अब विदेश बाटो चाहिँ लट्टी छैन है दादा। सक्नुहुन्छ हामीलाई भनेर नि हो सामान आयो भने विदेशको लगेर आज। ल त गाइस, हामी चाहिँ यहाँ डेस्टिनेसनमा आइपुगेछु हो। फेरि सामान बिर्सेर जाँदैछ साथी चाहिँ, फर्केर सामान लिनु हो। हामी चाहिँ आइपुग्यो, अरू चाहिँ जाँदैछ। अब जानुपर्ने चाहिँ यता माथि हो, यो माने गुम्पा। यो चाहिँ केटीहरूको गुम्पा अरे। यो चाहिँ केटीहरूको के विस पुरा हुन्छ होला सायद। र हामी बस्ने चाहिँ यहाँ हो, अघि देखाएको हामी बस्ने चाहिँ यहाँ हो जग्गा। माथि भ्यू चाहिँ यस्तो दामी देखिरहेछ कि क्यामेरामा त कतिको अब टिप्छ कि टिप्दैन हो। तर यहाँ नेचुरल चाहिँ दामी देख्दैछ हामीले हेर्दा चाहिँ। फोटो खिच्दैन, दामी देख्दो रहेछ फोटोहरू यहाँदेखि। यो बाटो सर्टकट थियो है। ए ब्लक रहेछ। अहिले यही बाटो फर्किदिउँ न। र पानी चाहिँ पर्नु आँटेको छ है। जहिले पनि हामी हिँड्दा चाहिँ यस्तो हुन्छ, पानी पर्नु आँटेको हुन्छ है। त्यो चाहिँ गइसक्यो माथि। बाइकहरू चाहिँ यहाँ पार्किङ गरिरहेछ है। यहाँ चाहिँ फोटोसुट हुँदो रहेछ यो केटाको। यस्तो चाहिँ भ्यूहरू चाहिँ मजाको रहेछ, दामी रहेछ। जाने भने चाहिँ माथि है तर गाइस। ऊ माथि होइन, ऊ जाउँ न, त्यही माथि त रहेछ। जाउँ होइन, पानी पर्दैछ तर। जाउँ न होइन, जाउँ भिजे
फोटो खिच्ने के दामी छ यहाँदेखि नि घरमा फेरि कुन केटी रहेछ भन्छ नि प्लास्टिक चाहिँ उयो नगर्ने हेलमेट लडेर गयो भने चाहिँ भेट्दैन है यहाँदेखि चाहिँ हो झ्यालमुरी झ्यालमुरी खै ल त हेर्छु गान्तोकमा हामी चाहिँ आयो झ्यालमुरी खुवाई दामी जग्गा चाहिँ यहाँ माथि रहेछ नि तर के गर्नु पानी परेरै जानु पाएन उकालो यो केटीहरूको उयो अरे है मजाको छ यो त हामी चाहिँ यता माथि आइरहेको छु हो पानी परेर ब्याटलक भयो नि हाम्रो चाहिँ झ्यालमुरीहरू पनि खाइसक्यो रब त के भन्नु छ अरे भन्नु केही भन्नु छैन मजा आइरहेको छ यो जग्गाको नाम चाहिँ के भन्नु थाहा भएन यहाँबाट चाहिँ म सुनेको के अरे प्याराग्लाइडिङ गर्छ अरे जग्गा चाहिँ दामी छ माथि जाने प्लान थियो बसेर हेर्ने चाहिँ मजा आउँदो रहेछ नि पारिबाटी एघारको चाहिँ फोटो सुट हुँदैछ अब चाहिँ भयो भने चाहिँ माथिको टाढा जानुपर्छ होला हौ यहाँ चाहिँ भाइहरू पनि रहेछ छ अरे नि भाइको गर्लफ्रेन्ड होइन भाइ अब हामी चाहिँ फर्किएको पनि बसेर गफसफ गरेर यहाँ जग्गाहरू हेरेर हामी चाहिँ सबैजना फर्किँदैछु है र यहाँ दामी एउटा भ्यू देखिरहेछ तपाईँहरूलाई देखाउँछु ल म त यो हिमाल चाहिँ क्या दामी देखिरहेछ यहाँदेखि न मजाको पुरा हिउँ परेको रहेछ माथितिर चाहिँ मजाको देखिरहेछ यहाँदेखि सबैजना लाग्यो अब हामी पनि लाग्नु पर्छ रात पनि पर्दै जाँदैछ फाइनली अब चाहिँ एन्डमा आइपुगिदिएको भ्लग अब हामी चाहिँ लाग्दैको फर्किदिएको छैन हो अर्पणहरू हामीले स्पट पनि आइपुग्यो अर्पणहरू पनि आइपुग्यो हो अब चाहिँ हामी लाग्दैको ल दाइ साक्यो दाइ के हो मिस्टर ल त हामी चाहिँ यहाँ आएर बसिरहेको छु यसरी हो यहाँ सन्दीप सरको साथीमा आउनुहुन्छ अरे अनि हामी चाहिँ यहाँ बसिरहेको छु सन्दीप सरको साथीहरू पर्खिरहेको छु यहाँ हामी चाहिँ अब यो झाँक्री फल्सको एन्ट्रीमा चाहिँ जाँदैछ तर भित्र चाहिँ बस्ने कुरा छैन हो भित्र पार्किङ पनि रहेछ पार्किङसम्म गएर घुमेर आउने हो तर छोड्दा एन्ट्री नजाउँ हो यहाँबाट घुम न
बेटर बाहिर चाहिँ केही भित्र गयो जस्तो है थ्याङ्क यू झाँक्री बस हामी पर्खेको ल त है हामी चाहिँ बाइक पनि पार्किङ सार्किङ गऱ्यो बाइक चाहिँ अलिक पर राखेको छ अलिक यता आएर भिडियो गरेको साथीहरूले माथि पुगिसक्यो म चाहिँ अलिक ढिलो भयो बाइक मिलाइ बस्दा ओर्दा यस्तो छ कि ल त है हामी चाहिँ अब रुममा पनि आइपुग्यो अब चाहिँ खुट्टा सुट्टाहरू मजाले धुनुपर्नेछ जुत्ता फुकालेर मजाले खुट्टा सुट्टा थिएर ओह्राउँदा उयो गरेर के देखाएको छैन लाइट यत्रो होइन लाइट त अन्त अब प्र्याक्टिस फेरि सन्दीप सरको नयाँ गिटार अनबक्सिङ ल गाइस गिटारको कलेक्सन चाहिँ आए यति भरिमा कति छ अब अन्त म उताबाट पनि छ गिटार कलेक्सन चाहिँ एकोस्टिक मात्रै हो होइन यो चाहिँ एकोस्टिक मात्रै हो यो चाहिँ 5 यसको 5 छ मोडल डल्लै भन्नु हुँदैन 5 छ होइन 5T छ 6T छ 6T अलिक बाक्लो छ त्यहाँदेखि यो अर्को छ 3 5T छ त्यो यत्रै छ तर यो भन्दा अलिक अझै प्रिमियम हेर्नेहरू चाहिँ आज अब यसरी केटाहरू र यतापट्टि पनि छ गाइस कलेक्सनहरू चाहिँ गिटार कलेक्सन यहाँ छ स्टुडियो अब चाहिँ सन्दीप सरको गीत सुनिसक्यो गाइस ल त गाइस आजको भिडियो चाहिँ यति नै हो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ गाइस स्टे ट्युन